नमस्कार साथीहरू, आजको भिडियो हो शेयरको मूल्य किन घट्छ र बढ्छ। भिडियो सुरु गर्नुभन्दा पहिले एउटा कुरा के तपाईँ योभन्दा पहिलेको भिडियो शेयर मार्केट के हो, आइपिओ के हो, डिभिडेन्ड के हो, बोनस शेयर के हो, राइट शेयर के हो, यो सबै सम्बन्धित भिडियो हेर्नुभयो? यदि हेर्नुभएको छैन भने भिडियो कमेन्ट बक्समा छ, अवश्य हेर्नुहोला र यस्तै नयाँ भिडियोको लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। ल सुरु गरौँ आजको भिडियो। शेयर मार्केटका मूल्य किन घटबढ हुन्छ? शेयर बजारमा कहिले मूल्य अचानक बढ्छ, कहिले झर्दै जान्छ। तर किन यस्तो हुन्छ? आजको भिडियोमा हामी शेयरको मूल्य किन चढ्छ और घट्छ भन्ने कुरा एकदमै सरल भाषामा बुझ्नेछौँ। Why share price changes? पहिलो कारण माग र आपूर्ति, डिमान्ड एन्ड सप्लाई। यसलाई बजारको रुल नम्बर 1 भनिन्छ। यदि धेरै मानिसले त्यो शेयर किन्न खोजे भने माग बढ्छ, मूल्य चढ्छ। तर धेरैले बेच्न खोजे भने आपूर्ति बढ्छ, मूल्य घट्छ। दोस्रो कारण कम्पनीको नाफा, प्रफिटेबिलिटी। यदि कम्पनीले राम्रो नाफा कमायो, उच्च डिभिडेन्ड दियो वा बिजनेस विस्तार गर्यो भने लगानीकर्ताको विश्वास बढ्छ र मूल्य चढ्दै जान्छ। तर नाफा घट्यो भने सिधै असर पर्छ, मूल्य झर्छ। तेस्रो, देशको आर्थिक अवस्था। देशको अर्थतन्त्र राम्रो चल्यो भने बजार पनि बलियो चल्छ। तर महँगाई बढ्यो, ब्याज दर बढ्यो र राजनीतिमा अस्थिरता आयो भने बजार कमजोर हुन्छ र शेयर मूल्य घट्न थाल्छ। चौथो, लगानीकर्ताको मनोविज्ञान। शेयर बजार बढी मनोवैज्ञानिक गेम हो। सकारात्मक समाचार आए सबै किन्न दौडिन्छन्, मूल्य बढ्छ। नकारात्मक समाचार आए सबै बेच्न थाल्छन्, मूल्य घट्छ। त्यसो भए शेयरको मूल्य किने बेचेको सङ्ख्या, कम्पनीको नाफा, देशको अर्थतन्त्र र लगानीकर्ताको भावना सबैले मिलेर चलाउँछ। आशा छ अब तपाईले शेयर किन उकालो ओह्रालो लाग्छ भन्ने कुरा एकदमै सजिलै बुझ्नुभयो। त्यसैले म के भन्न चाहन्छु भने पहिला लर्न गर्नुस्, त्यसपछि इन्भेस्ट गर्नुस्, अनि बल्ल तपाईको ग्रोथ हुन्छ। सो लर्न, इन्भेस्ट, ग्रो। मेरो लास्टसम्म हेर्नुभएकोमा धन्यवाद। भिडियो मन परे कमेन्ट गर्नुस्, लाइक गर्नुस्, शेयर गर्नुस्। धन्यवाद। जय नेपाल।